किचनको यस्तो हालत देख्दा त कहिलेकाहीँ त जाँगरै मर्छ के। एक्लै बसिसकेपछि बेफाइदाहरू पनि छ भने फाइदाहरू पनि धेरै छ। मलाई चाहिँ फाइदै लाग्छ, किनभने अरूले गर्दा मलाई केही डिस्टर्ब होला भन्ने पनि भएन, और मैले गर्दा अरूलाई केही डिस्टर्ब होला भन्ने पनि भएन नि त। आज चाहिँ त्यस्तै भयो कि म लगभग 8:30-9 बजीतिर चाहिँ बल्ल रुम आएको थिएँ। म जहिले नै आउने टाइम नै यति नै हुन्छ। रुमको हालत चाहिँ यस्तो भएको थियो। फेरि नयाँ रुममा सरेको थिएँ, अनि सर्ने दिन मिलाएँ, त्यो बाहेक अरू दिन मिलाइन। मलाई चाहिँ एक्चुअलीमा भन्नु पर्दाखेरि यो बेडहरू मिलाउन, किचनको कामहरू त्यति आउँदैन, तर अहिले चाहिँ एक्लै बसिसकेपछि सिक्नु पनि पर्यो भनेर अब आफै गरि पनि रहेको छु। सिकेको छु भन्दा पनि यति धेरै फोहोरहरू भएको थियो। अनि फेरि भोलि आइतबारको दिन चाहिँ फोहोर आउने भनेर मैले यो सब सफा गर्नतिर लागेँ। हल्का फुल्का फोहोरहरू चाहिँ बढारी वरी अनि हल्का पोछा पनि लगाएँ। त्यसपछि सबै फोहोरलाई बाहिर बटुलेर लगेँ। फेरि मैले यतातिर कपडाहरू पनि भिजाएको थिएँ, कपडा पनि धुनु पर्ने थियो। फेरि अनि भोक पनि लागिरहेको थियो, अनि ग्यासमा चाहिँ मैले लुगा धुन्जेल नुहाउन्जेल चाहिँ यो उम्लिरहेको छ भनेर आलु र अन्डालाई उफ्सिनेर छोडिदिएँ। अनि पछि आइसकेपछि चाहिँ मैले यहाँ मजाले यो तरकारी बनाउँदैछु, अन्डा र आलु करी। अनि खाना चाहिँ मैले राइस कुकरमा बसाएको थिएँ। एकछिनपछि भयो सबै खानाहरू रेडी। अनि खाना खाँदै गर्दा चाहिँ म टक्कै यहाँ मेरो अगाडि भएको यो दुईटा फोटो हेरेर खाँदै गरिरहेको छु। खानासाना खाएर फेरि लागेँ भाँडा माझ्नतिर। आज त यति धेरै डिप क्लिन नै गरिदिएँ कि मैले रुमको। अहिले मैले यो भिडियो एडिट गर्दै गर्दा फेरि 11:45 भइसकेको छ। मलाई चाहिँ एकदम थाकेको बेला मजाले निन्द्रा लाग्छ कि, सो आज चाहिँ एकदम निन्द्रा लाग्नेवाला छ मलाई। अनि सबै काम सकेवरी चाहिँ अब म फेसमा मोइस्चराइजर लगाउँछु। मेरो फेस चाहिँ कति बेला ओइली हुन्छ, कति बेला चाहिँ एकदम ड्राई हुन्छ, तर म मोइस्चराइजर चाहिँ सधैँ राति सुत्ने बेला लगाउँछु। आज त झन् तन्ना सिरानीदेखि लिएर सबै कुरा फेरेको पनि थिएँ। मजाले निन्द्रा लाग्नेवाला छ, यस्तो दामी पनि देखिरहेको छ। सो म चाहिँ अब लागेँ सुत्नतिर। अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच एन्ड बाई।